जापानिज भाषा सिक्न चाहनुहुन्छ तर जापानिज शब्दहरू याद गर्न गाह्रो भइरहेको छ? अब चिन्ता नगर्नुहोस्, किनकि सिकाइ अझै सजिलो बनाउने समाधान यहाँ आइसकेको छ। जापानिज भोकाबुलरी N5 देखि N1 सम्म। अब जापानिज शब्दहरूको अर्थ बुझ्न झन्झट छैन। सरल नेपाली अर्थ, स्तर अनुसार मिलाइएको भोकाबुलरी र दैनिक प्रयोग हुने शब्दहरू सबै एउटै एपभित्र। यदि तपाईँ जापान जान तयार गर्दै हुनुहुन्छ वा JLPT JFT को तयारी गर्दै हुनुहुन्छ भने यो एप तपाईँको भरपर्दो साथी बन्नेछ। हाल हामीले एन्ड्रोइड भर्जनमा मात्र उपलब्ध गरेका छौँ। iOS भर्जनमा पनि छिट्टै नै लिएर आउँदैछौँ। अब तपाईँहरू यो एप कहाँदेखि डाउनलोड गर्ने भनेर तपाईँहरूलाई कौतूहल भइरहेको छ भने सर्वप्रथम त हामी प्ले स्टोरमा रहेको सर्चमा गएर जापानिज भोकाबुलरी N5-N1 सर्च गर्नुभयो भने तपाईँहरूले G आकारको लोगो देख्न सक्नुहुनेछ र त्यसमा गई इन्स्टल गर्नुभयो भने भित्र तपाईँहरूले विभिन्न बेसिक कुराहरूदेखि लिएर एडभान्स टप लेभलसम्मका कुराहरू सबै समेटिएका छन्। बिस्तारै सबै कुराहरू हेरेर केही छ भने प्रतिक्रिया अवश्य पनि दिनुहोला। धन्यवाद।